हेलो गाइस, नमस्ते, फ्याफुल्लो, जय मसी। आज फेरि पनि मेरो तेस्रो मिनी ब्लग तपाईहरुको सामु लिएर आएको छु। आज फेरि पनि हाम्रो मेन पोइन्ट चाहिँ पान्छे सिडी अनि पिण्डेश्वरी अनि बुढोसुब्बा अनि झौलङ्गे पुल्ला लिएर हामी ठिक्क 4 बजे हामी आमा छोरा त्यो घरबाट निस्क्यौं। अनि हामी पुरानो बजार हुँदै हामी त्यो बाटो हुँदै हामी ठिक्क 500 सिडीमा आइपुग्यौं। अनि यो 500 सिडी चाहिँ यति ठाडो छ कि यो सिडीमा चाहिँ त्यो जो ट्रेनिङमा भएका भाइहरू सानसानो बाबुहरू मात्रै हिँड्नुलाई सजिलो हुने है। अनि हाम्रो जस्तो उमेरकोलाई त यति गाह्रो हुन्थ्यो हिँड्नलाई। त्यो 2 पाइला सानो पनि पुरै सास फुल्ने गर्थ्यो है। तर थ्याङ्क गड मैले 2 दिनको, तपाईले मेरो पहिलो 2 दिनको ब्लग हेरिसक्नु भयो होला। त्यो 2 दिनको मेरो वर्कले गर्दाखेरि पनि मलाई यति सजिलो भयो, यति फ्लेक्सिबल भयो। अहिले मलाई लाग्दैछ हामीले जिम मात्र गरेर हुँदैन, हामीले चाहिँ वक पनि गर्न पर्दछ। हामीले जब त्यो दुईटै गर्छौँ नि हाम्रो बडी यति फ्लेक्सिबल हुँदो रहेछ है। अनि मेरो बाबु चाहिँ म भन्दा अगाडि जाँदै हुनुहुन्थ्यो। अनि मैले चाहिँ यो बाटो तपाईहरु पनि आउन सक्नुहुन्छ, तपाईहरु पनि हिँड्न सक्नुहुन्छ। हामी दिनभरि घर बस्छौँ है, घर बस्छौँ, हामीलाई यतिकै बस्छौँ, काम सकेर घर बसे तापनि हामीलाई निन्द्रा नलाग्ने, हामीलाई एन्जाइटी हुने, डिप्रेसन, होमसिक हुने यस्तो कुराहरू आउँछ है। तर हामीले एक्सर्साइज गर्यौँ भने हामी यो सबै कुराबाट हामी छुटकारा पाउन सक्छौँ है। अनि प्लस हामीलाई वकले हामीलाई के गर्छ भने हाम्रो माइन्ड फ्रेस गर्छ हामीलाई हैन, हामीलाई स्वस्थ राख्छ। यसकारण हामीले 100% चाहिँ हामी घर बसेर यतिकै बस्यौँ भने हामी डिप्रेसन हुन्छौँ, एन्जाइटी हुन्छ। बरु हिँड्नु पनि ठिक रहेछ। हामी जति हिँड्छौँ, जति वक गर्छौँ, हामीलाई कुनै कुराले हामीलाई छुन सक्दैन, साथै हामी स्वस्थ हुन्छौँ। अनि हामी त्यो बाटो हामी सकुशल हिँडेर हामी माथि आयौँ। अनि यहाँ चाहिँ बुद्धको मूर्ति बनाउँदै रहेछ। मलाई लाग्छ अब यहाँ चाहिँ राम्रो तपाईहरुको लागि भ्रमण गर्ने एउटा असल ठाउँ पनि हुनेछ। अनि हामी यो बाटो हुँदै चाहिँ पिण्डेश्वरी अनि बुढोसुब्बा हुने जानको निम्ति हामी आमा छोरा त्यो बाटो हुँदै हिँड्यौँ। अनि यो बाटो हिँड्दा पनि त्यो 2 दिनको मेरो वकले गर्दाखेरि मलाई गाह्रो भएको थिएन, यस्तो सजिलो। मलाई त यस्तो भइरहेको थियो कि मैले अझै हिँड्नुपर्छ, मलाई चाहिँ हिँडाइ चाहिँ कम भइरहेको चाहिँ फिल भइरहेको थियो है। पहिला म अलिकति हिँड्दामै स्या हुन्थ्यो, हिँड्नै सक्दैन थियो। अनि मलाई हिँड्नु कसैले भने पुरा मलाई रिस उठ्थ्यो है, मलाई हिँड्नै नपरोस् भन्ने फिल हुन्थ्यो। तर अहिले मलाई जति हिँड्यो उति रमाइलो हुन्छ। मलाई जति हिँड्दा पनि मलाई हिँड्नु नै कम हुन्छ क्या अहिले चाहिँ। यसकारण मलाई लाग्छ तपाईहरु पनि माइन्ड फ्रेस, हरेक रोगबाट छुटकारा हुन चाहनुहुन्छ नि तपाईहरुले पनि वक गर्नुहोस्। यो बाटो यति राम्रो छ, शान्त वातावरण हैन, बेलुका कति मजाको हावाहरू आउँदछ, हामीलाई स्वास्थ्यमा पनि राम्रो हुन्छ, हामीलाई सबै कुरामा राम्रो हुन्छ। अनि यसकारण तपाईहरु, मलाई विश्वास छ तपाईहरु पनि हिँड्नुहुनेछ। मलाई हेर्नुहोस्, म हिँडिरहेको छु। पहिलाभन्दा म धेरै खुसी भएको छु, किनभने यो सबै चाहिँ मेरो वर्कले नै हो। मलाई अहिले म घर आउने बित्तिकै मलाई काम गर्नुदेखि लिएर मलाई सुत्नु पनि मलाई टाइममा निद्रा लाग्छ। बाबु र म यसरी हिँड्दैछु होइन। अनि यो हिँडाइले मेरो बाबुलाई बेलामा निद्रा लाग्छ, हामी बेलामै सुत्छौँ। पहिला चाहिँ हामीलाई निद्रा नलाग्ने होइन, लाग्ने तर अलिक ढिलो लाग्ने, अहिले चाहिँ हामीलाई बेडमा पुग्ने बित्तिकै निद्रा लाग्छ है। यो सबै चाहिँ एउटा वक नै हो, यसलाई नै म पहिलो प्रायोरिटी दिन्छु है। अनि यसकारण चाहिँ हामी स्वस्थ रहन चाहन्छौँ, हामी हाम्रो दीर्घायु रहन चाहन्छौँ, हामीलाई कुनै रोग नलागोस् भन्ने चाहन्छौँ भने चाहिँ हामीले 100% वक गर्नैपर्छ। हामी बिहान जिम गर्छौँ अनि बेलुका वक गर्छौँ। थ्याङ्क यू तपाईँहरूले मेरो ब्लग हेरिदिनु भएकोमा धन्यवाद। अनि तपाईँले युट्युबमा गएर लाइक अनि सब्सक्राइब गरिदिनु होला। मेरो युट्युबमा राखी लामा लाग्छ। थ्याङ्क यू, जय मसी।